हजुर नमस्ते नमस्कार मिठोमा मिठो सम्झना छ म मिलन छेत्री टोटीको छोरेटो र तपाईँहरूलाई स्वागत छ मेनुका मेनु प्रोफाइलसँगै मेनुका मेनु पेजमा एकमुष्ट स्वागत छ र तपाईँहरूको लागि आज म एउटा इम्पोर्टेन्ट भिडियो लिएर आएको छु इम्पोर्टेन्ट कुरा लिएर आएको छु एउटा गोप्य कुरा लिएर आएको छु भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र तपाईँ मलाई भन्नुहोस् अहिलेसम्म के तपाईँ कन्टेन्ट मोनेटाइजको पछि हुनुहुन्छ तपाईँको 10,000 कम्प्लिट हुँदा या 5,000 कम्प्लिट भइसक्दा पनि तपाईँको कन्टेन्ट मोनेटाइजेसन अहिलेसम्म टुल्स मिलेको छैन मेटा कम्पनीले दिएको छैन र दिँदा पनि दिँदैन तपाईँ भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् कसरी दिन्छ कुन तरिकाले दिन्छ म तपाईँहरूलाई अहिले कन्टेन्ट मोनेटाइज नहुनुको मुख्य कारण बताउन गइरहेको छु तपाईँले म आफ्नो प्रोफाइल मेनुका मेनु जुन म तपाईँलाई ग्रिन स्क्रिन भिडियो गरेर देखाउन चाहन्छु र किन आइरहेको छैन तपाईँ यहाँबाट बुझ्न सक्छ गाइस अब तपाईँ पुरा भिडियो एकदम मजाले हेर्न सक्नुहुन्छ म ग्रिन स्क्रिन भिडियो तपाईँहरूको माझ राख्दैछु कन्टेन्ट मोनेटाइज कसरी खुल्ने कुन तरिकाले खुल्ने के पुगेको छैन भन्ने कुरामा म ढिलो नगरी तपाईँहरूलाई देखाउन चाहन्छु र मैले फेसबुक ओपन गरिसकेपछि तल आफ्नो प्रोफाइलमा गइसकेँ मेनुको मेनु जुन मेरो 12,000 कम्प्लिट भइसकेको छ र अझ पनि मेरो कन्टेन्ट मोनेटाइज टुल्स मिलेको छैन र कुन कारणले मिलेको छैन म तपाईँहरूलाई देखाउँछु र तपाईँहरू पनि यसै गरी हेर्न सक्नुहुन्छ र म ड्यासबोर्डमा गइसकेपछि मैले एकछिन स्क्रोल डाउन गरेँ यसरी गरिसकेपछि तपाईँ यहाँ देख्न सक्नुहुन्छ ग्रेट जब यो ह्याड 1.6 मिलियन भ्युज भन्ने छ नि त्यहाँ माथि अल सी अलमा क्लिक गर्न सक्नुहुन्छ सी अलमा क्लिक गरिसकेपछि फेरि तपाईँ 1.6 भ्युजको अगाडि यहाँ सी अल भन्ने छ नि त्यहाँ क्लिक गर्नुहोस् त्यहाँ क्लिक गरिसकेपछि अब मेन कुरा हाम्रो यही छ हामीले कति क्यापेटेरिया पुरा गऱ्यौँ कन्टेन्ट मोनेटाइज पाउनुको लागि कति पुरा गरिसक्यो भन्ने कुरा यही छ तपाईँले बस बुझ्न जरुरी छ हेर्न जरुरी छ तपाईँ पनि आफ्नो प्रोफाइललाई पेजलाई यसै गरी हेर्न सक्नुहुन्छ र म यहाँबाट तपाईँलाई स्पष्ट गराइदिनेछु के तपाईँको कन्टेन्ट मोनेटाइज नखुल्नुको कारण के हो मेटा कम्पनीले अहिलेसम्म तपाईँलाई सिस्टम नदिनुको कारण के हो र मेरो नदिनुको कारण के हो भन्ने कुरा म तपाईँले यहाँबाट स्पष्ट गराउन चाहन्छु र तपाईँ देख्न सक्नुहुन्छ स्क्रिन डाउन गर्दा मैले यहाँ 30 सेकेन्ड भ्युज भनेको छ नि जुन 7,43,373 मेरो जुन 28 दिनको रहेको छ यो त एकदम कम्प्लिट छ मेरो कुनै गडबड छैन त्यहाँ राम्रो भइरहेको छ र तल बिचमा देख्न सक्नुहुन्छ 1 मिनट भ्युर्स भन्ने तल दिएको छ नि हो मेन कुरा हाम्रो यही हो क्या मेन कुरा यहाँ हो कसरी भन्दाखेरि यहाँ हामीलाई मेटा कम्पनीले जुन 3 मिनट लामो भिडियो हुन्छ नि त्यो 3 मिनट लामो भिडियोमा 60 दिनमा 60,000 वाच टाइम कम्प्लिट गर भनेको दिया हुन्छ कि त्यहाँ क्यापेटेरिया दिया हुन्छ त्यसैले गर्दा तपाईँ यहाँ हेर्न सक्नुहुन्छ मेरो अहिलेसम्म 28 दिनको डाटा हेर्दाखेरि चाहिँ यहाँ 36,642 पुगेको छ मैले 60 दिनमा यसलाई 60,000 मिनट भ्युज पुर्याउनु पर्नेछ र मेरो कन्टेन्ट मोनेटाइज खुल्नेछ केही मैले लगातार राम्रोसँग 3 मिनट लामो भिडियो हाल्यो भने यो कम्प्लिट भएर मेरो कन्टेन्ट मोनेटाइज दिनेछ त्यसै गरी तपाईँहरू पनि आफ्नो हेर्न सक्नुहुन्छ यता हेर्नुहोस् मेरो कन्टेन्ट मोनेटाइज अहिलेसम्म दिएको यता छैन किन दिएको छैन भने तपाईँहरूलाई मैले भर्खरै देखाएँ नि जुन यहाँ आफ्नो उसमा गइसकेपछि सिएलमा गइसकेपछि तपाईँको यहाँ देखाउँछ जस्तै यो 3 मिनट बिच यो कम्प्लिट भइसकेको छैन मेरो तपाईँहरूको पनि यसै गरी रोकिएको हुनसक्छ चाहे तपाईँको 50,000 फलोवर्स पनि किन नहोस् तर यो जुन 36,000 मिनट्सको भ्युज मेरो छ नि त्यसै गरी तपाईँको पनि 50,000 फलोवर्समा पनि रोकिया हुनसक्छ के तपाईँ लामो भिडियो हाल्नुहोस् आफ्नो ओरिजिनल भिडियो हाल्नुहोस् बस यति काम गर्नुहोस् तपाईँको 5,000 फलोवर्स कम्प्लिट छ 10,000 फलोवर्स कम्प्लिट छ भने बाँकी यही कुरामा ध्यान दिनुहोस् 3 मिनट ओरिजिनल भिडियो हाल्नुहोस् तपाईँको काम पुरा हुनेछ ओके गाइस आजको लागि यति र पेजको लागि म भोलि अर्को भिडियो लिएर आउनेछु